निर्विवाद हाम्रो सम्पत्ति हो। तर त्यसमा हाम्रो मुख्य सम्पत्ति जे हो त्यो भन्ने कुरा प्राय हामी सबैले सधैँभरि छुट्याइरहेका हुन्छौँ। हाम्रो सबभन्दा मूल ताकत भनेको धन भनेको आजको दिनमा पनि हामीसँग भएको जनसङ्ख्या हो। धन हाम्रो जनसङ्ख्या हो भनिसकेपछि यो कस्तो रिसोर्स हो यसलाई राम्रोसँग बुझ्न सक्ने क्षमता हामीले राख्नुपर्ने हुन्छ। त्यसको प्रयास आज हामीले यहाँ गऱ्यौँ द ग्रिन टेबलमा। हामीसँग पपुलेसन कति छ भन्दै गर्दा हामी प्रायः जसो नम्बर्समा यति करोड यति लाख यति भनिसकेपछि तपाईँको पालिकामा कति छ, अझ खास गरिकन हामी इलेक्सन लड्नेहरूको लागि चाहिँ सबै केमा आउँछ नम्बर्स भन्दा भोटमा। अघिल्लो पटक कति आयो भनेर सोध्यो भने ठ्याक्कै हामी बताइदिन सक्छौँ। यो पटक कतिले हार्यो भने पनि ठ्याक्कै बताइदिन सक्छौँ। हामी यो कुरामा एकदम त्यो नम्बर्स भनेपछि त्यो इलेक्सन भोट्स पपुलेसन यसरी आउँछ होइन। तर आज हामीलाई विज्ञहरूले के कुरा बताउनु भयो भने पपुलेसन भनिसकेपछि त्यसलाई डल्लै एउटा नम्बर्समा मात्र भएन, त्यो कहाँ छ, त्यो के गरिरहेको छ, त्यो कस्तो छ, कता हिँडिरहेको छ, कता गइरहेको छ, के छ, यो सबै कुराहरू त हामीले बुझ्नुपर्ने नै रहेछ। त्यति मात्रै होइन, सँगसँगै के पनि बुझ्नुपर्ने रहेछ भने अबको केही वर्षपछि यो कस्तो हुन्छ। खास गरिकन हामी पोलिसी बनाउनेहरूले जब हामी यही हाम्रो पोलिसी एकाडेमीले हामी 25 इयर्सको एउटा दृष्टिकोण राखेर सोचौँ इन्फ्रास्ट्रक्चर भनेर भनिरहेछौँ। आज अहिले तल हामीले भर्खर डिजिटल इकोनोमीको बारेमा छलफल गऱ्यौँ। हाम्रो इकोनोमीको बारेमा फ्युचर कतातिर जान्छ अनुमान लगाऊँ, यस्तो थुप्रै कुराहरू हामी गरिरहेका हुन्छौँ। तर त्यसको सेन्टरमा आज धन्यवाद दिन्छु म यो टिमलाई कि तपाईँहरूले आज एउटा मुख्य विषय जहाँबाट हामीले सुरु गर्नुपर्ने हो 25-30 वर्षपछिको नेपाल कस्तो हुन्छ भन्ने गर्दा 25-30 वर्ष पछाडिको नेपालको जनसङ्ख्या कस्तो हुन्छ, यो कहाँ हुन्छ, के हुन्छ भनेर हामीले सोच्नबाट प्रारम्भ गऱ्यो भने मात्र हामी ठिक ठाउँमा पुग्ने रहेछौँ। यसमा थुप्रै कुराहरू आएका छन्, म त्यो कुराहरू दोहोऱ्याउन्न। डाक्टर साहबको प्रेजेन्टेसनमा डक्टर समीरको प्रेजेन्टेसनमा हामीले सुरुमा सुन्यौँ। मैले एउटा महत्त्वपूर्ण थुप्रै कुराहरू छन् है, यो स्लाइड्स पछि डेफिनेटली हामी सबै पाउँछौँ, हामी त्यसमा हेर्छौँ, पछि सँगै काम पनि गर्छौँ। सो एउटा एकदमै महत्त्वपूर्ण कुरा भन्नुभयो उहाँले, हामीले पछिल्लो समयमा थुप्रै स्पिचेसहरूमा भन्ने गरेको नेपाल युवा छ, तर नेपाल धनी नभइकन बुढो हुन्छ कि क्या हो। बुढ्यौली त हामीलाई लाग्छ लाग्ने नै भयो होइन। 1990 मा हामी 19 वर्षको थियौँ, यदि इन्डिभिजुअल मान्ने हो भने अहिले हामी 26 वर्षको भएछौँ। अब 30 वर्षभित्र त हामी त 40-41 वर्षको हुने रहेछौँ देश होइन, मिडियन एज 40-41 वर्षको त हुने कुरा निश्चित छ। क्वेसन चाहिँ 40-41 वर्षको हुँदै गर्दाखेरि धनी नभइकन हुन्छौँ या धनी भएर हुन्छौँ, हामी यो भन्थ्यौँ। तर आज मैले अर्को नयाँ कुरा गर्नुभयो कि हामी युवा चाहिँ रहिरहेको छौँ, युवा अझै हामी युवा रहन्न तर हामी कामदार रहन्छौँ होइन भन्ने कुरा आयो। त्यसमा जुईजीले पनि र डाक्टर साहबले पनि दुवैजनाले एउटा महत्त्वपूर्ण कुरा आज हामीले यहाँ अरू थुप्रै मध्येको छोड्नु भएको छ। एउटा उहाँले डाक्टर साहबले एकदमै इम्फासिस दिनुभएको कुरा एजुकेसनमा हामी किन थोरै इन्भेस्टमेन्ट गरिरहेका छौँ। हाम्रो सबभन्दा ठुलो सम्पत्ति ह्युमन रिसोर्स हो भने त्यो रिसोर्स कस्तो तयार भइरहेको छ भनेर भन्नुभयो। त्यो जुईले चाहिँ अब 1.7-8 कति भयो नि त अहिले हाम्रो कति भयो अहिले हामी प्रजनन्तर 1.9 सरदर होइन 1.9 भनौँ होइन। अब त्यति मात्रै छ, अर्थात् केटाकेटीहरू हाम्रो पहिलाको भन्दा एकदम पहिला डाँडा सन्तानले डाँडा काँडा ढाकुन् भनेर ढाकिसके, अब डाँडा बिस्तारै नाङ्गिने क्रम सुरु भयो भनेर डाक्टर साहबले भन्नुभयो। त्यो फ्याक्ट हो, त्यसलाई अब हामीले बदलिन्न तुरुन्त। थोरै मान्छे छ भनिसकेपछि एजुकेसनमा इन्भेस्टमेन्ट नगरेको र अघि उहाँले डाक्टर साहबले जुईजीले भन्नुभयो कि उसको जति क्षमता हो त्यो क्षमताको भन्दा आधा मात्रै त्यो क्षमताको प्रयोग हुने अवस्था ऊ वयस्क हुँदै गर्दा भयो भने त्यो बेलामा हाम्रो अवस्था कस्तो रहला भन्ने प्रश्न आज हाम्रो बिचमा छोड्नु भएको छ, जसको बारेमा अहिले हामीले तलको सेसनमा पनि छलफल, आज तलको र माथिको सेसन जोडिन्छ है। तल हामीले डिजिटल इकोनोमीको बारेमा छलफल गऱ्यौँ। हामीले के भन्यो भने हामीसँग $1 बिलियन को अहिले हामीसँग एक्सपोर्ट गरिरहेको छौँ, जबकि हाम्रो पोटेन्सियल भनेको चाहिँ 25 बिलियन 26 बिलियन गर्न सक्नेछ भनेर भन्यो। तर 25 बिलियन 26 बिलियन को एक्सपोर्ट गर्ने इकोनोमी नेपाललाई बनाउनुको लागि हामीले के चाहिन्छ भन्दा हामीलाई राम्रो पढे लेखेको केटाकेटी चाहिन्छ। अहिले केटाकेटी राम्रो पढे लेखेको गर्न सकियो भने बल्ल त्यहाँ अब राम्रो पढे लेखेको केटाकेटी अझै अलि पछाडि हेर्नु कहाँबाट सुरु हुन्छ, गर्भावस्थाको आमा, त्यो आमाले प्राप्त गर्ने स्वास्थ्यको सेवा पोषण, त्यसपछि जन्मिन साथैको केटाकेटीले प्राप्त गर्ने पोषण, त्यो पोषण 2 वर्षभन्दा मुनिको अझ है उसले प्राप्त गर्ने न्युट्रिसन,
त्यो न्युट्रिसन प्राप्त गरिसकेपछि अनि उसले प्राप्त गर्ने अर्ली चाइल्डहुडको जुन डेभलपमेन्टको ओभरअल डेभलपमेन्ट कुरा छ त्यसमध्ये एउटा मुख्य कुरा भनेको शिक्षा। अब हाम्रो लोकल गभर्मेन्टले म एकदम नेपालको हितमा काम गर्छु भनेर भन्यो भने उसले सबैभन्दा बढी केमा काम गर्नुपर्ने छ भन्दा गर्भावस्थाको आमा, त्यो केटाकेटीको न्युट्रिसन र बच्चा केटाकेटीको एजुकेसनमा म्यासिभली उसले काम गर्यो भने उसले के भन्न सक्ने रहेछ भने मैले 25 वर्ष पछाडिको नेपालको लागि, नेपालको हितको लागि चाहिँ म अहिले इन्भेस्टमेन्ट गरिरहेको छु। अब एउटा लोकल गभर्मेन्ट चलाउने मान्छेको अगाडि चाहिँ ट्रेड अफ आयो, म त्यति एक्स अमाउन्ट अफ पैसा छ, त्यो एक्स अमाउन्ट अफ पैसा चाहिँ म त्यही अहिले भइरहेको बाटोमा थप कालोपत्र थप्नलाई थप्न सक्छु, तर म त्यही एक्स अमाउन्ट अफ पैसा चाहिँ अघि मैले भनेको चाहिँ आमाको स्वास्थ्यमा खर्च गर्न सक्छु, केटाकेटी एजुकेसनमा खर्च गर्न सक्छु भनेर भन्यो भने अब नम्बर्स लगेर हामीले हेऱ्यो भने अबको 25 वर्षपछि त्यो भइरहेकै बाटोलाई थप कालोपत्रै गर्दै गर्दा त्यसले दिने आउटपुट के हो र केटाकेटीको न्युट्रिसनमा खर्च गर्दै गर्दा दिने त्यसले आउटपुट दिने कुरा के हो भनेर भन्यो भने डेफिनेटली त्यो पोलिसी बनाउने मान्छेले बल्ल उसले फरक बुझ्छ होला। ओहो मैले त यो भइरहेको बाटोमा थप कालोपत्री गर्नुभन्दा मैले खर्च गर्नुपर्ने कुरा त यहाँ पो रहेछ भन्ने भयो भने अनि अघि डाक्टर साहबले भनेको जस्तो चाहिँ प्रदेशमा पनि पहिला म सामाजिक मन्त्रालय लिन्छु, म स्वास्थ्य मन्त्रालय लिन्छु भन्ने कुरा, भौतिक मन्त्रालय अलिक पछि लिन्छु भन्नेतिर हाम्रो ध्यान जान सक्छ। किनभने यसले ओभरअल हाम्रो डेभलपमेन्टको सेन्टरमा के छ भन्ने कुरा, डेभलपमेन्टको सेन्टरमा हाम्रो पपुलेसन आइरहेको छैन, एउटा विषय हो। अर्को विषय एकदम इम्पोर्टेन्ट कुरा उठेको चाहिँ आज हामीले राजनीति गर्ने मान्छेले सोच्नुपर्ने कुरा रिटर्निजको बारेमा। अस्ति पनि हामीले केही समय अगाडि छलफल गरेका थियौँ, पछि छलफल गर्नुपर्ने छ। अहिले हाम्रो नेपाली सेनामा हामीले भर्खर कानुन चेन्ज गऱ्यौँ कि 16 वर्षबाट मान्छेले 16-17 वर्षबाट जागिर सुरु गर्छ र 20 वर्ष पछाडि पेन्सन उसले प्राप्त गर्यो भने तापनि उसले अगाडि नै उसले जागिर छोड्न पाउँछ। पुलिसमा पनि त्यही छ। किन भनेदेखि भने हामी 31-32 वर्षको उमेरमै फर्दर बाहिर काम गर्न जाने कुराको लागि अझै उसँग उमेर हुन्छ भनेर सोचिरहेका छौँ। त्यहाँ चाहिँ सोचेका छौँ है। तर अहिले डाक्टर साहबले भन्नुभयो नि त 30 इयर्स 40 भएपछि त हाम्रो मान्छे त फर्केर आउँछ। हाम्रो मान्छे बहुत जस्तो इभन जापानमा गएको मान्छे बहुसङ्ख्यक फर्केर आउँछ, कोरियामा गएको मान्छे बहुसङ्ख्यक फर्केर आउँछ, मिडल इस्टमा गएको मान्छे त फर्केर आउँछ होइन। एकछिन त्योभन्दा बाहिर स्थायी रूपमा बसोबास गर्ने ठाउँभन्दा हामीले छोड्यो भने त्यो बहुसङ्ख्यक मान्छे फर्केर आउँछ। फर्केर आउँदै गर्दा कुन उमेरमा आउँछ, बडो राम्रो टर्म भन्नुभएको छ, बुढा युवा भएर आउँछ होइन। त्यो बुढो युवाको रूपमा फर्केर आउँछ। अब यहाँनिर चाहिँ यदि हामीले नेपालले पोलिसी बनाउँदै गर्दा रिटर्निजहरूको सन्दर्भमा चाहिँ यस्तो मान्छे आउँछ जो चाहिँ केही अनुभव बोकेर आएको छ, नयाँ स्किल सेट बोकेर आएको छ, केही वर्क एथिक्स वर्क डिसिप्लिन बोकेर आएको छ, केही अनुभव बोकेर आएको छ र कतिपय सन्दर्भमा चाहिँ केही प्रारम्भ गर्ने केही पुँजी पनि बोकेर आएको छ। यहाँनिर एउटा आयो होइन। तर अब अर्को छलफलसँगै आएको छ। परिवारको लागि बाहिर गएको हुनाले गर्दाखेरि उसले पहिलो इन्भेस्टमेन्ट केमा गर्छ भन्दा परिवारको सानो हाउसिङमा गर्छ, केटाकेटीको एजुकेसनमा गर्छ। हाउसिङमा गर्ने मान्छे कहाँ जान्छ भन्दा ऊ आफ्नो मूल थलो छोडेर सरले देखाइहाल्नुभयो, बजाङमा बाजुराको अवस्था के छ देखाउनु भयो। हाम्रो केही ठाउँमा बाहेक सबै ठाउँमा जनसङ्ख्या घटिरहेको छ, डिपपुलेसन भएको छ। अब डेभलपमेन्टको एङ्गलबाट हेऱ्यो है, बजाङको मान्छे बाहिर गयो अथवा बाजुराको मान्छे बाहिर गयो, 2 पैसा कमायो, 5 पैसा कमायो, कमाएपछि नेसेसरली उसको चोइस अब बजाङ र बाजुरा हुँदैन। कहाँ आउँछ भन्दा ऊ चाहिँ तलको सिटिजमा आउने भयो। किन आउने भन्दा परिवारको लागि गएको भयो होइन, त्यहाँ गएको भयो। अब हाम्रो डेभलपमेन्टको चाहिँ इन्फ्रास्ट्रक्चरको कुरा हामीले कसरी सोच्ने भन्ने कुरा एउटा कुरा यहाँ आयो। दोस्रो कुरा परिवारको लागि गएर आएको। अब अघि त्यो पनि सरले बताइसक्नु भएको छलफलको क्रममा अब फर्केर रिटर्निज भएर आइसके पछाडि चाहिँ जुन यो सहर छ त्यो सहरको चाहिँ कस्ट अफ लिभिङ यति हाई छ। कस्ट अफ लिभिङ हाई भएको हुनाले गर्दा उसले फेरि यहाँ कमाउने पैसाले उसको भाडा दिनु पनि पुग्दैन। त्यस कारणले हामी के देखिरहेका छौँ भने रिटर्निजहरू फेरि दोहोऱ्याएर जान चाहिरहेको हामी देखिरहेका छौँ। वा जो आएको छ कस्तो राम्रो कुरा भन्नुभएको छ, कल्याणमा चाहिँ अरू देशहरूमा चाहिँ युनिभर्सल हेऱ्यो भने चाहिँ के कुरालाई तिमी खुसी मान्छौ भनेर सोध्दै गर्दाखेरि शिक्षालाई स्वास्थ्यलाई भन्दै गर्दा नेपालीले चाहिँ अर्को एउटा कुरा पनि भन्दो रहेछ। भन्नुभयो के भन्दाखेरि परिवारसँगको सम्बन्ध। सबै मान्छे परिवारको लागि गएको, परिवारले बनायो, उसले फर्केर आयो। अरे बाबा राज्यले यतिसम्म त हामीले गर्नुपर्छ। एकपटक गयो, 10 वर्षलाई गयो, दुःख गर्यो, काम गर्यो, त्यसपछि फर्केर आइसके पछाडि त उसले अलिकति भए पनि खुसी अनुभूति गर्नु पाउँदा हामीले बनाउन सक्नुपर्ने रहेछ नि त। भने यसले हामीलाई के बताइरहेको छ भने त्यो फर्केर आउने मान्छे फेरि परिवारसँग बस्ने कुराको लागि सेफ्टी नेटमा, एजुकेसनमा, हेल्थमा र सस्तो हाउसिङमा हामीले एकदम मिस गरेको अर्को पार्ट भनेको चाहिँ सस्तो हाउसिङ। किनभने उसको एकदमै धेरै केमा गएको छ, अरू बाँकी रहेको भन्दा उसको आवास निर्माण गर्ने कुरामा गएको छ।
यी कुराहरूलाई हाम्रो पोलिसीको सेन्टरमा कसरी लिएर आउने भन्ने कुरा पनि आजको छलफलले हामीलाई केही न केही कुराहरू थप छलफल गर्न सिकाएको छ। र अन्तिम कुरा भनेको एकदमै महत्त्वपूर्ण कुरा, मैले सुरुमा पनि भने, हामी जब भिजनको कुराकानी गर्छौँ, भिजनको कुरा गर्दाखेरि 25 वर्षपछि नेपाल कस्तो हुने भन्दै गर्दाखेरि हामीले सुरुमा चाहिँ 25 वर्षपछि नेपालको पपुलेसन कति हुन्छ होइन, मोटामोटी त्यो पपुलेसन कहाँ बस्छ, इकोनोमी कस्तो हुँदै गर्दा कस्तो रहन्छ, बाहिरका ग्लोबल फ्याक्टर्सहरूले त्यसलाई कस्तो प्रभावित गर्छ होइन। हाम्रो पपुलेसन भन्दै गर्दा अघि नै हाम्रो मान्य प्रकाश सिंह कार्कीले उठाउनु भयो कि हामीसँग भएको सेन्ससमै अब हामीले सामान्य खास गरिकन जनसङ्ख्याको हिसाबले हामीले जनसङ्ख्याको हेऱ्यौँ भनेदेखि भने भारतमा रहेको ठुलो जनसङ्ख्या हामीले नजोडिरहेको स्थिति छ भन्ने कुराहरू, यी सबै कुराहरूलाई राखेर हेर्दाखेरि चाहिँ हामीले कस्तो देख्छौँ होला भन्ने विषयहरूको बारेमा हामीले छलफल गर्नुपर्ने छ। एकदमै धेरै आभार प्रकट गर्छु फेरि एकपटक। मलाई लाग्छ कि आजको यो छलफलले हाम्रो खास गरिकन हाम्रो पोलिसी एकाडेमी जसले मल्टिपल हाम्रो थिम्सहरूमा सेक्टर्सहरूमा काम गरिरहेको छ अहिले, एनर्जीमा, हाम्रो इकोनोमीमा होइन, क्लाइमेटमा लगत थुप्रै काम गरिरहेको छ, त्यो क्रस कटिङ सबैले कुराकानी गर्दै गर्दाखेरि चाहिँ यो पपुलेसनको कुरालाई चाहिँ सँगै राखेर हाम्रो चाहिँ यो डेमोग्राफिक डिभिडेन्ट हामीले कसरी यसलाई लिन सक्छौँ वा लिन सक्दैनौँ, यसको के हो कता हो भन्ने कुराहरूको सन्दर्भमा चाहिँ एजुकेसनको टिम हाम्रो काम गरिरहेको छ, हेल्थको टिम हाम्रो काम गरिरहेको छ। तर पपुलेसनवाला कुरा मिस गरेर त्यो लिङ्क छोडेर काम गऱ्यो भने एजुकेसन हेल्थ कसैले गरेको कामको पनि हामी ठिक ठाउँमा आइपुग्न सक्दैनौँ। त्यसैले अरू बेलामा चाहिँ हामी कुनै थिममा कुरा गर्थ्यौँ र पार्लियामेन्टमा लैजाउँ यहाँ कुरा उठाउँ भनेर भन्थ्यौँ भने आज चाहिँ मलाई लाग्छ चाहिँ आजको हाम्रो गरेको छलफल चाहिँ हाम्रो एकाडेमीकै अरू छलफलमा पनि अरू साथीहरूले पनि यो कुरा सुन्नुपर्छ। म आज आइविस आज पोलिसी एकाडेमीभित्र हुनुभएको सबै थीमेटिक ग्रुपको आज प्रमुखहरू चाहिँ आज आएर यो कुराहरू सुनेको हुनुपर्थ्यो, नभए अरू बेला तपाईँहरूले फेरि राखेर उहाँहरूलाई सुनाउन सक्नुहुन्छ। म पार्टीको तर्फबाट तिनैजना हाम्रो पाहुनाहरूलाई हृदयबाट आभार प्रकट गरेर धन्यवाद दिँदै यहाँहरू सबैलाई धन्यवाद दिन्छु र कार्यक्रम पनि यही टुङ्ग्याउँछु। धन्यवाद।